जापान आएर काम नपाउने भाइ बहिनीहरूको लागि चाहिँ एउटा सानो भिडियो है त। हामीले पनि जापान आउने बेला लाखौँ सपना देखेको थियो र हामी भाग्यमानी थियौँ र जापानमा त्यो बेला इनफ काम पाइन्थ्यो। तर अहिले जो जति नै जापान आउनुभएको छ काम नपाएर बिजोक नै छ। एक त ल्याङ्ग्वेज छैन, अनि अर्को भनेको धेरै जापानमा स्टुडेन्ट आएको कारणले गर्दाखेरि हाकेनहरूसँग काम नभएको र ल्याङ्ग्वेज नभएको कारणले गर्दाखेरि लसन कम्बिनी त्यसपछि रेस्टुरेन्ट अनि म्याकडोनल्डहरूमा तपाईँहरूले काम पाउन गाह्रो भइरहेको छ। त्यही भएर मेरो एउटा सानो सजेसन छ, काम नपाएर यदि तपाईँ तर्पिँदै हुनुहुन्छ भनेदेखि चाहिँ प्लिज धैर्य गर्नु होला। धैर्य नै सबैभन्दा ठुलो कुरो हो। केही सर्टेन टाइम पछि तपाईँहरूले काम पाउन सक्नुहुन्छ। अहिले हिम्मत नहार्नु। लाखौँ पैसा कमाउने सपना देखेर आउनुभएको हो तपाईँहरूले होइन, हिम्मत चाहिँ नहार्नु। तपाईँको फ्यामिली छ नेपालमा, तपाईँले पनि केही गर्नुपर्छ फ्युचरमा, तपाईँले पनि केही गर्न सक्नुहुन्छ। जापान जस्तो राम्रो ठाउँमा आउनुभएको छ, धेरैको ड्रिम कन्ट्री हो यो। यहाँ आउनलाई तपाईँले जे जति नै स्ट्रगल गर्नुभएको छ नि, तपाईँले आफ्नो फ्यामिलीलाई हेरेर आफ्नो हिम्मत चाहिँ नहार्नु भन्छु म चाहिँ होइन। त्यही भएर यदि तपाईँ जापान आएर काम नपाएर हिम्मत हार्दै हुनुहुन्छ भने चाहिँ प्लिज हिम्मत नहार्नु होला। धैर्य गर्नु, सबै कुरा एक न एक दिन सबै कुरा ठिक हुन्छ।